के छ आज चाहिँ चैत 15 गते म चाहिँ यहाँ खाना खाएर मेरो रुम छेउको शङ्ख पार्कमा घाम तापेर बसिरहेको थिएँ। अनि आज चाहिँ राजा आऊ देश बचाऊ भन्दै देशमा पुरा आन्दोलन चलेर गाडीहरू पनि जाम भएर बाटोमा पनि हिँड्न नसक्ने अवस्था भइरहेको रहेछ। अनि त्यस पछाडि अब यस्तो बेलामा के गर्ने त भन्दाखेरि म घाम ताप्दै तपाईँहरूलाई एउटा म कथा सुनाउँछु। कथा चाहिँ अब मैले मोबाइलमा लेखेको थिएँ आजभन्दा 2 वर्ष अगाडि जस्तो। आज सुनिदिउँ न त के छ त जिन्दगीमा अरू भनेको। कथाको शीर्षक चाहिँ अब तपाईँहरू आफै बनाउनु, मलाई थाहा छैन, मैले यत्तिकै लेखेको हो। के लेखौँ भएर एका देशमा होइन यही देशमा वर्षौंदेखि राजाले शासन गर्दै आएका थिए। एक दिन राजा शहर घुम्न बाटोमा निस्किए। राजालाई स्वागत गर्न बाटोमा मानिसहरूको ठुलै जमात थियो र त्यसै जमातमा एउटा सानो बालक नि विद्यालयको पोसाक लगाएर फुलको गुच्छा बोकेर राजाको स्वागतमा उभिएको थियो। राजाले उसको हातबाट फुलको गुच्छा लिए र उसलाई हातमा कलम दिँदै भने ठुलो मान्छे बन्नु। र यसरी नै समय बित्दै गयो। केही वर्षपछि राजा फेरि सहर घुम्न सडक निस्किए। यसपटक नि सडकमा ठुलै जमात थियो, तर माहौल भने पहिले जस्तो थिएन। यसपटक जनताका हातमा हात हतियार बोकी राज संस्था खारेज गर भन्दै कराउँदै थिए। यसै बीचमा कालो कपडा हातमा लिएर भर्खर जुङ्गाको रेकी बस्न थालेको एक युवा राज संस्था मुर्दाबाद, लोकतन्त्र जिन्दाबाद, राज संस्था मुर्दाबाद, लोकतन्त्र जिन्दाबाद भन्दै चिच्याइरहेको थियो। उसको कमिजमा त्यही कलम थियो जुन सानो स्कुले पोसाक लगाएको बालकलाई राजाले दिएका थिए। यो सबै दृश्य देखेपछि राजाले त्यहाँ जसो तसो ज्यान जोगाई आफ्नो महलमा आइपुगे र रानी समक्ष सबै कुरा त्यागेर साधारण जीवन बिताउने प्रस्ताव राखे। रानी अचम्ममा परिन् र रानीले भनिन्, यो सबै त्यागेर हामी के गर्ने, कहाँ जाने, फेरि हामी यस्तै अवस्थामा फर्किन्छौँ त? राजाले रानीका सबै प्रश्न सुनेपछि यति भने कि समयले सब बताउनेछ, धैर्य गर। त्यसपछि राजा रानीले सबै त्यागेर साधारण जीवन बिताउन थाले। विभिन्न तीर्थधाम धाउन थाले। यता भने देशमा नयाँ सरकार बन्यो, व्यवस्थापन परिवर्तन भयो, महिनै पछि सरकार परिवर्तन भयो, लोकतन्त्र, गणतन्त्र, लुटतन्त्र सबै आयो। युवाहरू सबै विदेशतिर पलायन हुन थाले। यसरी नै कयौं वर्ष बित्यो। देशको अवस्था झन तल झर्दै गयो। देशमा कोलाहल मचियो। धेरै समय बितिसकेपछि फेरि एक दिन राजा रानी तीर्थधाम सकेर सहरको बाटो घर फर्किँदै थिए। सडकमा मानिसहरूको ठुलो हुल थियो। कोहीको हातमा ढुङ्गा थियो भने कसैको हातमा लाठी। सञ्चारकर्मीहरू नै क्यामेरामा दृश्य कैद गर्न तछाड मछाड गरिरहेका थिए। हजारौंको संख्यामा सुरक्षाकर्मीहरू पनि खटिएका थिए। सुरक्षाकर्मीले झण्डा बोक्नेलाई, ढुङ्गा हान्नेलाई पकड्दै थिए र त्यही भिडको बीचमा एउटा अद्वैंसे जस्तो देखिने झुत्रो पुरानो कपडा लगाएको मानिस उसै गरी चिच्याइरहेको थियो, लोकतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद, लोकतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद। राजाले त्यस मानिसलाई एकछिन निहालेर हेरे र केही सम्झी मुसुक्क हाँसे र आफ्नो बाटो लागे। कथा यति नै थियो। तपाईहरुले के बुझ्नु भयो?
ठिक छ, मैले चाहिँ यत्तिकै तपाईँहरूलाई अब यो घाम ताप्दै कथा सुनाइदिउँ न त भनेर सुनाएको। अरू थ्याङ्क यू सो मच।